क्वेशन छ हाम्रो यहाँ if the geometric series of second and fifth term are 6 and 162 respectively. यो क्वेशन छ र निकाल्नु पर्ने छ राइट द फर्मुला अफ जियोमेट्रिक सिरिज। जियोमेट्रिक सिरिज कसरी निकालिन्छ त्यसको जेनरल फर्मुला र फाइन्ड द कमन रेशियो निकाल्नु छ र फाइन्ड द सेभेन्थ टर्म। ठीक छ, क्वेशन बुझ्नुभयो। क्वेशन बुझिसकेपछि अब यसमा हामीले जान्नु पर्ने कुरा के हो त? हाम्रो त सबैभन्दा पहिला हामीले फर्मुला निकाल्छौं। के को फर्मुला हो त? जियोमेट्रिक सिरिजको। हाम्रो अर्थमेटिक सिरिज हुन्छ, एउटा जियोमेट्रिक सिरिज हुन्छ, दुईटा मात्रै 9 10 मा आउने क्वेशन हो। यो एसई मा आएको क्वेशन हो, यसलाई मैले सल्भ गरिरहेको छु। त यसको जियोमेट्रिक सिरिजको फर्मुला के हो त? जियोमेट्रिक सिरिजको फर्मुला सिम्पल तरिकाले मैले यहाँ बताइरहेको छु। जस्तै हाम्रो फर्स्ट टर्म के हुन्छ? फर्स्ट टर्म हुन्छ ए, त्यसपछि के आउँछ? ए आर, त्यसपछि थर्ड टर्म कति आउँछ? ए आर स्क्वायर, त्यस्तै फोर्थ टर्म कति आउँछ? ए आर पावर 3, त्यस्तै जाँदा जाँदै nth टर्म कति आउँछ त? ए आर n माइनस 1, ए आर पावर n माइनस 1 हुन जान्छ। सबैमा एक एक कम छ। जस्तै यो फर्स्ट टर्म हो, यसलाई हामीले फर्स्ट टर्म भन्छौं। यो हो सेकेन्ड टर्म, यो हो थर्ड टर्म, त्यस्तै गर्दै गर्दै यो के हुन्छ त? यो हो nth टर्म। ठीक छ, यो भयो nth टर्म। त्यही भएर हाम्रो फर्मुला के हुन्छ? ए आर पावर n माइनस 1। त क्वेशन नम्बर 1 को एन्सर हुने भयो के त? यसको फर्मुला tn इज इक्वल्स टु हुने भयो ए आर पावर n माइनस 1। एउटा एन्सर त हाम्रो यतिकै आयो। बुझिराख्नु होला, यो पनि मैले बताउनुको पछाडि कुनै न कुनै रिजन छ। तपाईलाई मैले पछि क्वेशन सिकाउँदाखेरि यो सबै कुराहरुको बारेमा पनि मैले सिकाइदिन्छु, अनि त्यो लेख्दाखेरि पनि तपाईले बुझ्नुहुन्छ। यो फर्स्ट टर्मलाई हामीले ए भन्छौं, सेकेन्ड टर्मलाई ए आर भन्छौं, थर्ड टर्मलाई ए आर स्क्वायर भन्छौं। भनेको चाहिँ जुन टर्म सोध्छ त्यसमा एक कम, 1 माइनस। त अब यहाँ हेरौं, हाम्रो छ के यहाँ सेकेन्ड टर्म। सेकेन्ड टर्म कति छ यहाँ? 6। त्यही भएर सेकेन्ड टर्म, अब हामीले यहाँ कमन रेशियो निकाल्न गएका छौं त्यसैबाट। त सेकेन्ड टर्म सल्युसन, सेकेन्ड टर्मलाई हामीले t2 भन्छौं। छ कति यहाँ? 6। त सेकेन्ड टर्म भनेको यसमा कुन हो त? हाम्रो सेकेन्ड टर्म भनेको ए आर हो। त्यही भएर मैले सेकेन्ड टर्मको ठाउँमा ए आर लेखिदिरहेको छु, नझोकिने होला है। यसलाई मैले मानिदिएँ इक्वेसन फर्स्ट। सिमिलरली फिफ्थ टर्म छ हाम्रो कति यहाँ? 162। t5 इज इक्वल्स टु 162 छ। त t5 भनेको के हुन्छ? ठ्याक्क एक कम हुन्छ। ए आर मा 1 कम हुन्छ, 5 छ भने यहाँ कति हुन्छ त? 4 इज इक्वल्स टु 162। यसलाई मैले मानिदिएँ इक्वेसन सेकेन्ड। केही गर्न छैन, सल्भिङ इक्वेसन फर्स्ट एन्ड सेकेन्ड या फेरि डिभाइडिङ इक्वेसन फर्स्ट इक्वेसन सेकेन्ड बाई फर्स्ट। त लेख्दाखेरि हामीले यसलाई कसरी लेख्छौं त? यहाँ हेरौं, वी नो, अथवा यसरी नै लेख्दिए हुन्छ। हियर ए आर पावर 4 इज इक्वल्स टु 162। यता पनि डिभाइडेड बाई ए आर, किनभने यसमा फर्स्ट इक्वेसनले हामीले डिभाइड गरिरहेका छौं र यसको भ्यालु हो 6। त्यही भएर यतातिर पनि हामीले 6 ले डिभाइड गर्छौं। त्यो गर्दाखेरि हुन्छ कति त? ए र ए क्यान्सल। यो हामीले यसको पावर केही पनि छैन भने 1, माथि जाँदाखेरि के हुन्छ त? 4 माइनस 1। त्यो गर्दाखेरि कति हुन्छ? 3। त यसलाई हामीले लेख्न पाउँछौं कति? ए आर पावर 3, या फिर यहाँ 4 वटा आर छ, यहाँ एउटा आर छ, क्यान्सल गरेर लेख्दा पनि सकिन्छ, बुझ्न पनि सकियो त्यसरी। ल, यति भयो। इज इक्वल्स टु, यसलाई डिभाइड गर्नुभयो भने कति हुन्छ त? यहाँ 6 2 जा, यतातिर जाँदाखेरि कति भयो त? यहाँ 6 3 6 7 जा, गुड, 6 7 जा 42 है त। आयो कति त हाम्रो? 27। ल, यतातिर क्युब छ भने यसलाई पनि हामीले क्युबमा नै कन्भर्ट गर्छौं। भनेपछि आर इज इक्वल्स टु 3 को पनि कति त? क्युब। हेर्नु, दुईवटैको यदि पावर सेम छ भने बेस पनि इक्वल हुन्छ। यदि दुईवटैको पावर इक्वल छ भने बेस पनि के हुन्छ? इक्वल। यदि बेस इक्वल छ भने पावर के हुन्छ? इक्वल। देयरफोर आर इज इक्वल्स टु व्हाट? 3। त कमन रेशियो आयो कति त? हाम्रो 3। ठीक छ, यहाँसम्म कमन रेशियो पनि हामीले निकाल्यौं। हामीले निकाल्न थियो कमन रेशियो, हामीले कमन रेशियो निकाल्यौं। ए भनेको फर्स्ट टर्म, आर भनेको कमन रेशियो नै हो। अब यति निकालिसकेपछि हामीलाई निकाल्न चाहिँ यहाँ सेभेन्थ टर्म। त सेभेन्थ टर्म निकाल्नको लागि के चाहिन्छ र? ए र आर चाहिन्छ।
ए हामीसँग अझै पनि हामीले यहाँ निकालेको छैनौं त ए पनि निकाल ए आर इज इक्वल्स टु हाम्रो त थियो यहाँ एन्ड ए आर इज इक्वल्स टु पहिलेदेखि 6 थियो अनि आर भनेको कति हो त 3 निकालिसकेछौं भने आयो कति यति त ए इज इक्वल्स टु 6 डिवाइड बाइ 3 देयरफोर ए इज इक्वल्स टु कति 2 के हुने भयो त यो ए को भ्यालु पनि आयो आर को पनि भ्यालु आयो ए को पनि भ्यालु आयो आउनुस् यहाँ सेभेन्थ टर्म त सेभेन्थ टर्मको फर्मुला के हो t7 हामीले निकाल्ने t7 इज इक्वल्स टु हाम्रो फर्मुला के हो ए आर पावर 6 भ्यालु पुटअप गर्नु त भ्यालु पुटअप गर्दाखेरि हुन्छ कति 2 इन्टु आर मिन्स 3 पावर 6 इज इक्वल्स टु पावर 7 3 पावर 6 3 पावर 6 भनेको कति हुन्छ तपाईले मल्टिप्लाई गर्दै जानु होला मल्टिप्लाई गर्दाखेरि तपाईको आउँछ कति 729 भेरी गुड 729 र दुईवटैलाई मल्टिप्लाई गर्दाखेरि कति हुन्छ त यहाँ 1458 यो हुन जान्छ हाम्रो के त आन्सर भनेपछि सेभेन्थ टर्म आयो कति त हाम्रो बुझ्नु भयो कि नै यदि बुझ्नु भछ भने तपाईले के गर्न पर्यो त भिडियोलाई लाइक र सब्स्क्राइब नबिर्सिनु होला